त्यो कम्पिटिटरहरूमा यो यो भ्लग आयो नि मेरो यो के थाहा पाइहाल्छु नि मलाई त्यसलाई गरेर हुन्छ हेलो मोटे डे 4 में मेरो सब्सक्राइबर्सहरू भेटेँ गाइस भर्खर स्टार्ट गर्न लाग्यो मैले What's the body? So I mean that's I hope you are good. So this is the day 4 restart. So let's make a vlog. I hope आज नि राम्रो हुन्छ होला. So यो चाहिँ अहिले तपाईको बुलेटमा हिजो कहाँ आएको थियो तिमीहरू अहिले पछिलाई क्लासमा बस्छु म गाइस आज नि भ्लग राम्रै हुन्छ होला यति कल्लु कहिले कहाँबाट आयो लेट्स होप राम्रो जान्छ भ्लग आई होप यु गाइस हियर मी बाइ बाइ गाइस नाउ वी आर इन क्लास दिपेश दियाले त्यहाँ एडमिसन जान्छ सो अहिले चाहिँ केटाहरूले एकअर्काको कपाल काट्न खोजिरहेको सो केटाहरूले चाहिँ विश्वास गरेन बरु स्टोन पेपर पेन्सिल सिजर खेलिन्थ्यो कस्तो देखायो त्यहाँ मलाई अन्त क्युटी देखायो ठिकै देखायो क्या क्युटी हो यार वाइड एङ्गलमा यस्तै हो क्या अब एन्ड्रोइडको त जी एकचोटि भिखारी पहले आ गया हो गया केरला Do you have YouTube? Do you have YouTube? Open करा YouTube. अच्छा YouTube हुन्छ? YouTube छ कि नहीं? Open करा. Subscribe करना channel. जो देख्छ सबको वाट्सएप सब्सक्राइब हुन्छ म के गर्नु साहिल गुरुङ भनेर आफ्नै च्यानल आफै सब्सक्राइब गरिरहेको छु अरूको मोबाइलबाट यही स्टार्टिङको यही होइन त्यो कम्पिटिटरहरूमा यो होइन यो नि होइन यार यो भ्लग आयो नि मेरो यो हो कि माथिको हिजोबाट थियो सब्सक्राइब गर्न सब्सक्राइब ठोको कोही 440 पुग्यो डन के हो डिसेबल बेल आइकन होला नि नोटिफिकेसन लाइक हान लाइक भिडियो त त्यो पुगिहाल्यो नि म कम ब्याक छिटो हुन्छ केटाहरू कोलाएर धेरै होइन लोयल होइन बाहिर जान्छ केटाहरू यार सलन तिमी बाहिर किन हो सलन बाहिर युट्युब के हो boys will be boys लुकेर बनाएर
boys will not boys कटे यो कटे पप खाएको कटे त्यही हुँदैन पप खाएको त नाच्छ सलन तिमीलाई कहाँ हेरेर मैले साइडले गर्लफ्रेन्डले तर उसको गर्लफ्रेन्ड बेला बेला मेरो प्रोफाइल आउँछ नि खाइदैन बेला बेला आउँछ तिम्रो गर्लफ्रेन्ड आइडी देखाइरहन्छ कि उहाँहरू गाडी बाइक कस्तो भयो त्यो नदेखाउ होइन भ्लगिङ गर्न त भयो नि कस्तो राम्रो बाइकहरू कस्तो राम्रो छ यो भने यामाहा रेजाइडर त्यो त्यहाँ पो त्यो थार राम्रो हो क्या थार जस्तै हो अलिअलि त्यसको मिनी भर्जन हो क्या अब बस्नु ड्रेसिङ धेरै बसेँ इन्टरभ्यू गरौँ न त्यसो भए तिम्रो म के कुरा सोध्ने कस्तो लाग्यो क्लास होइन सबभन्दा बार भइसक्यो सोध्ने कस्तो लाग्यो क्लासहरू लाख क्लास ए कस्तो क्लास हो भनेको अनि कस्तो लाग्यो तिमीलाई क्लास मेरो कोर्स त सकिसक्यो राम्रै लाग्यो राम्रै भयो कोर्स भनौँ धेरै कुरा सिक्नु पायो केटाहरूले पनि धेरै कुरा सिकायो केटाहरूले पनि धेरै कुरा सिकायो दाइले भन्दा अब अर्को महिनादेखि क्लास सुरु गर्नु लाग्यो कि लाइक बिहान 8 देखि 10 सम्म 2 घन्टाको कस्तो भनेपछि यही सिकाउने होइन उता सिकाउँछु ए कस्तो भनेपछि लाइक त्यस्तो नि होइन कस्तो भनेपछि उनीहरूले मोडल लिएर आउँछ मैले काट्ने तरिका मात्रै दिएँ उनीहरू पनि अलरेडी बार गऱ्यो होइन 6 महिना कोर्स लिएरै आएको त्यही कुराहरू तिमीले चाहिँ क्लास दिने एक्स्ट्रा क्लास मास्टर कुरा सिकाउने 1 महिनाको कति एक महिनाको 15,000 भनेपछि 3 महिना सिक्छु अर्को कुरा आयो गोगा कुरा यहीँको कतातिरको यो अगाडिको एट्र्याक्टिभ हामी नै एट्र्याक्टिभ छ हो मा बसेर कि कस्तो हुन्छ भने गेडी थोरै खाएर हामीले है पप खाएर त्यसै केटाहरू कस्तो हुन्छ केटाहरू अप्सन कम्ती हुन्छ होइन नराम्रो भयो भने केटाहरूलाई त जति राम्रो केटा भयो नि मेसेज गर्दैन कहिले केटीहरूले केटी त्यही त जान्छ कि केटालाई मेसेज गरोस् भनेर अटेन्सन सिक अटेन्स गर्छ कि फर्स्ट अटेन्सन त्यसपछि हामीले अटेन्सन दिने तर हुँदैन त्यस्तो अहिले सबै मनीहरू मनी क्यान बाई एभ्रिथिङ अनि यस्तो सो तिमीलाई चाहिँ कस्तो लागिरहेको चाहिँ बार मलाई चाहिँ कस्तो अनेस्टली भन्नु मलाई चाहिँ यो फिल्ड मनै पर्दैन मन पर्दैन मतलब किन होला नि मलाई ट्याटु मन पर्छ तिमी यस्तो राम्रो बार्बर भइसकेपछि पनि किन होइन यस्तो कि तिमीलाई कस्तो हुन्छ भने तिमीलाई सुरु मैले सिक्दा नि लाइक कभर काट्न पाओस् जस्तो हुन्थ्यो होइन अहिले चाहिँ मैले एउटै कट काट पनि नयाँ डिफ्रेन्ट कटहरू काट्न पाएँ चाहिँ बबल मजा आउँछ एउटै कट काट्न त लास्ट झ्याउ लाग्छ क्या हुन त ठिकै एउटा स्किल होइन हात बस्यो खिच्छ काम गऱ्यो होइन तर मलाई ट्याटु सिक्न बवाल मन थियो ल अर्को कुरा चाहिँ तिमीलाई यो बार्बर यो के अरे यो स्किल बाहेक तिमीलाई चाहिँ अरू कुन कुराले चाहिँ एकदम दिन्छ मेरो ट्याटु बच्चादेखि ट्याटु हो कि आफ्नो छापेको ट्याटु सेटुहरू छैन बनाएको ट्याटु एउटा नि ट्याटु लभ मनपर्छ तिमी ट्याटु हाने होइन मलाई पनि लभ हेयर कटमा नि मलाई फ्रेड हान्न मनपर्छ होइन मेरो घरि फ्रेडै हान्दैन आफूले त्यही हो पोइन्ट हो मलाई मलाई त कस्तो मनपर्छ भने चाहिँ चाइनिज कोरियनहरू कभल हुन्छ नि हो त्यस्तो काट्न मनपर्छ यस्तो एसियन टाइपको मनपर्छ तर मान्छेहरूले धेरै खोज्छ नि त यहाँ त्यही भएर कभी होता है चलते चलते ऐसे हो गया पानी पऱ्यो भ्यान कि यहाँ सो आज मैले रेनकोट ल्याएँ होइन बाइकमा रेनकोट हाल्ने ठाउँ छैन सो मेरो स्कुटीमा थियो ब्याग पाएँ अब एकछिन लागि एकछिन गर्दा पानीको विषय जान्छु ठुलो भिज्यो भने धेरै कुराहरू बिग्रिने चान्सेस छ नेटिङहरू चल्दैछ मोबाइलमा सोधेको छ So, what should I do? एकछिन भेट्ने गरौँ वीरगंज जाने बाटो 133 किलोमिटर काकाभित्ता 472 किलोमीटर थिए 8,300 जति छ
यहीँ छ हेर देखाउनु दियो भने चिनेकै भाइ हो हाम्रो एकदम यहीँ घरमा घरमा दियो भने यहाँ उसकोमा आएर जान्छ कि भाइ बेच्न त अब भाइको भिजा लागेको छ भाइको भिजा लागेको छ कि रोमानियाको अस्ट्रेलियामा टिकट काट्न आउँछ पैसा तिमी पैसा यो बाइक लिएर टिकट काट्यो भनेर के हो विचार तिमी टिकट काटिदिन्छौ यो बाइक लिएर अब भाइले त चाहिँ अब आउनु न यसो मिलाएर कुरा गरौँ भनेर अहिले त अब त्यही 8,000 रुपियाँ गरेको दाइले चाहिँ आफ्नो भाइलाई ब्याङ्क हालेको क्या त एकछिन बसेको थियो पानी पर्न चाहिँ अनि मलाई बाइकको कतिमा पऱ्यो सोधिरहेको थियो अनि त्यहाँदेखि मैले भनेको दाइ 3 लाख चाहिँ पर्दैन त्यसपछि फेरि पानी पऱ्यो यहाँ दाइ फेरि भेटेन के छ दाइ हजुर मेरो घर यही जुगेडी हो तपाईँको त त्यही जान्ला हो आज खुब लुकेर बसेको क्या पुलिसहरू हिजो चेकिङ भएछ साथीहरू आएको त हजुर तो क्या आप लोग को रेनबो दिख रहा है मुझे दिख रहा है पर मोबाइल में नहीं दिख रहा गाइस गाइस रेनबो देखे है कि नहीं हेर्नुहोस् अब मोटे भैँसी आउँछ यसले दिमाग चढ्छ ए कमिलाल टोक्यो क्या हो तो जस्तो मोटो त छैन नि मोटे त्यस्तो नबोल्न म त्यस्तो नबोल्न साले पागल भ्लगमा फ्यामिली भ्लग हो छोरी के मोटे अनि तिमीले के भनेको रे मलाई कालोलाई कालो नभनेर के भनेर मामालाई यस्तो तिमी मामालाई यस्तो भन्ने आज आएर अब भागुरा भन्न पायो भने कहाँ लेखा के रे त्यो म गुरु बाबु भन्नु नि काल्ला काल्ला नि हुँदैन दाइ तपाईँ पैसा यो मात्रै सोझो बिचारा यो मात्रै सोझो त्यसले नि भन्छ भाइ अघि त्यसले नि त्यो साल त अति कालै छ है दाइ तर कालै छ मैले दाइ कालो अब तिमी खाऊ आम्माको मैले भनेन भनेर भनिदियो हाँसिरहेको अनि दाइले साथीहरू तेरो अगाडि पो भन्दैन त तिनजना हरामी रहेछ त हरामी थियो तिमीहरू नि होइन 5% भयो तिमी चाहिँ किन यस्तो चिन्छ भएको तिमी किन यस्तो चिन्छ भएको तिमी अनि 2 दिन किन रोएको त भन्छ ल भन न त्यसो भए बिना हो कि होइन भन त रोएको थियो कि नि ल भन त हे गाइस व्हाट्सअप सो अघि चाहिँ मेरो मोबाइल चार्ज सकिसकेको थियो सो भाइहरूसँग बसेर खाजाहरू खाइरहेको थिएँ म तिनीहरूले मेरो एकदम दिमाग छाडे सो म भ्लग बनाउने भनेको तर चार्ज थिएन मेरो त्यति बेला अन द स्पट मोबाइल अफ भयो एन्ड देन त्यसपछि गराएपछि मैले चार्ज गरेँ एन्ड देन अनि त्यसपछि रिलहरूको लागि यताउता गीतहरू चुज गरेर भिडियो अपलोड गऱ्यो सो अहिले यताउता टाइम लाग्यो सो अहिले चाहिँ 9 कति बजिसकेको छ खाना नि खाएको छैन किनभने मैले मोमो खायो चर्पो खायो सो त्यसले गर्दा पानी पनि धेरै खायो पेट दुखिरहेको हो सो एउटा गीत गाइदिउँ मैले जुन रिल अपलोड गरेको छ त्यो मलाई मनपर्छ ल्याक्सी गाउन सक्छु कि नि अस्ति पनि मैले अलि म्यास्टअप गरिदिएको थियो सो हेरौँ करता है आवारगी इस पे तो धुन चढ़ी है प्यार की जाने गुम है कहाँ बातों में है पड़ा बेकार की उल्टी ये बात है ऐसे हालात है गलती करे क्यों मैं भरूं उफ इस दिल का क्या करूं मैं 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 क्या करूं उफ इस दिल का क्या करूं I try my best है सो यति नै आजको लागि सो गाइस सो के भन्छ अरे बेला बेलामा चाहिँ भिडियो बनाउनु मन लाग्दैन सो तर जे भए पनि आई विल नेभर गिभ अप आई विल डोन्ट गिभ अप
इङ्ग्लिस मेरी खतरनाक है सो त्यसले गर्दा भ्युज एकदमै कमाइरहेको छ सो धेरै के गर्ने सो त्यो कुरा चाहिँ सोचिरहेको छु मैले दिमागमा ल्यायो सो आई निड टु सेन्ड अल माई ब्लग्स टु माई फेलोज माई फ्रेन्ड्स एन्ड नन फ्रेन्ड्स सबैलाई पठाउँछु अनि अब एउटा फेसबुक मतलब पेज खोल्नु पऱ्यो सो त्यसको लागि चाहिँ खोल्नु पर्ला मेरो एकदम दिमाग बिजी भइरहेको छ गाइस सो चाहिँ गर्मी भयो गीत गाएर सो अहिले चाहिँ म आजको लागि यति नै भयो गाइस पसिना हेर्नुहोस् हातमा कति आएको छ अघि पानीले भिज्यो त अहिले पसिनाले भिज्छु अहिले पङ्खा लगाएर छ अब खान्छु म सो गाइस ओके आजको लागि यति नै सो फिर मिलेंगे दोबारा आज का इतना ही बाय बाय